हेलो बुढी म तेरै कामको लागि आएको छु। काम भएपछि म तँलाई कल गर्छु नि। सुन अनि त्यहाँ अलिक कम खाने गर, मोटा र भैँसी भइसकिस्। ल ल कहाँ परेछ हौ त्यसका बाजेको भेट्टिन त। नमस्कार हजुर। नमस्ते। म रामबहादुर, हिजो फोन गरेको थिएँ नि। त्यही फोन भनेर याद आयो क्या, मैले फोन कहाँ राखेर आएँ, खोज्दा खोज्दै भेट्दिनँ यार। फोन त हातैमा छ त। हो त नि, यो अलमल्ली बाले पनि लास्टै गाह्रो पार्ने। त्यस्तै हो अब उमेर बढ्दै गएपछि। एकछिन मेरो कल आयो कि। हेलो हेलो, म रामबहादुर, हाम्रो घरको भैँसी किन्ने भन्नुभएको थियो नि। भनेको थिएँ। कहिले आउने त? हेलो 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 ए हेलो हेलो, कस्तो चाहिँ नेटवर्क रहेछ फेरि? नेटवर्क गयो जस्तो छ। के अरे? म रामबहादुर। तपाईँ भैँसीको लागि आएको होइन? ल बुढो, मेरो बुढीलाई त भैँसी भन्छ त। मैले बुझिनँ नि। अरे भैँसी ल्याउनु पर्यो होइन त नि? अघि फोनमा भैँसी भनेको सुनेको थियो होला बुढोले। हजुर ल्याउनु पर्ने हो। अनि भाइ भैँसीले दुध चाहिँ कति दिन्छ? भागले होला नि है? के माथिको बुढो रहेछ, अर्काको बुढीलाई जे पाए भन्ने? बुढी रे होइन, भैँसी बिहा गरेर तिमीले? जस्तो भयो भने त्यो मेरो बुढी हो। भन के जमाना आयो, भैँसी र मान्छेको नि बिहा हुन थाल्यो अब। तपाईँ जेसुकै सोच्नुहोस्, बरु कामको कुरा गर्नुहोस्। एकछिनै फोन आयो। हेलो हेलो, म रामबहादुर। रामबहादुर, मेरो भैँसी नलाने? ल्याउने ल्याउने। ए मेरो प्यारी भैँसी रामो खोजिरहेको थिइन्। अनि कतिखेर आउने? हेलो 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 हेलो, तेरि फेरि नेटै गयो। ए यो मलाई के हो, नेटै कति जाँदा छ नेटवर्क पनि बक्केरिका। अरे भाइ के अरे? म रामबहादुर, फोनमा कुरा भएको थियो नि। ए तपाईँकी प्यारी भैँसीले राम खोजिरहेको छ होइन त? बस मेरो भैँसी ए होइन, बुढीको बारेमा केही भन्छु म तँलाई काटिदिन्छु। होइन के त भाइ रहेछ, आफै भैँसी नकिने भनेर फोन गर्छ अनि फेरि आफै थर्काउँछ यार। ए के कुरा गरेको? मलाई हिजो झन् फोन गरेर तिम्रो बुढीलाई काम गरेर राख्छु, आऊ है रामबहादुर भनेर बोलाएको होइन? ए तिमी तो रामबहादुर हो? अनि फेरि भैँसी बेच्ने भनेको रामबहादुर फेरि कुन चाहिँ हो त फेरि? त्यो त मलाई के त, बरु भन्नुहोस् बुढीलाई कहिलेदेखि काम गरेर पठाइदिउँ? एकछिन फोन आयो फेरि। हेलो। अनि कहिले पठाउने लिन? भोलि पठाइदेऊ नि त काम गरेर। अनि भैँसीले कसरी काम गर्छ? कस्तो मान्छे हो यार तिमी, मलाई आफ्नै बुढीलाई भैँसी भन्ने तेरि। मेरो बुढी रे? अनि यो कल कहाँ पर्यो? गाडी बिस्टकमा फोन कहाँ आउँछ? अनि भैँसी चाहिएको होइन, रामको लाग्न आँटेको भैँसी, पछि ब्याउने बित्तिकै दुध खान सजिलो हुन्छ भनेर। ए तँ भैँसी भने? हजुर म रामबहादुर। तेरि साह्रै कन्फ्युज भएछु हौ म त। कहिले आउने लिन? हेलो 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 हेलो, तेरि फेरि नेटवर्क गयो, कस्तो चाहिँ रहेछ। कति जाँदो रहेछ यो नेट पनि। सुन त, म रामबहादुर। अन्त दुधै दिँदैन त हौ? लाज लाग्दैन तपाईँलाई यत्रो बुढो भएर त्यस्तो कुरा गर्न? के को लाज हौ, त्यही दुध खानलाई त ल्याउन आँटेको नि। समाजमा यस्तो पातेको बुढो हुन्जेलसम्म नारी सुरक्षित हुँदैनन्। छि ए भगवान्, म भैँसी भन्छ तिमी के नार्ने के नारे नर्याएर ल्याउने भने भैँसी के भने? मैले कुरै बुझिनँ। ए भैँसी भैँसी ए भाइ भैँसी पनि लिएर आएको हुन्थ्यो के? म भैँसीको लागि आएको होइन, फोनमा हिजो बुढीको कामको लागि कुरा भएको थियो नि। ए सबै काम गर्छ नि मजाले? हजुर, यो रामबहादुरको बोली भयो तपाईँलाई। एकछिनै फोन आयो। हेलो, कतिखेर पठाउने? पछि बिहापछि तपाईँलाई एकदमै फाइदा हुन्छ क्या, यो रामबहादुरको बोली भयो। बुझेँ। खाना मिठो पकाएर यसो बढाएर कुडाएर सफा सुग्घर गरेर त भइहाल्यो नि मलाई। ए भैँसीले कसरी काम गर्छ? अघि कामको बारे भने होइन? ए बुढा बाउलाई सिक्या हो, घरि के को कुरा गर्छ, घरि के को कुरा गर्छ, त्यत्रो पैसा सहित फिक्स भएको होइन भैँसी किन्ने भनेर। अब त तँलाई म बेच्दा पनि बेच्दिनँ भैँसी। ए भाइ सुन न। ए हेलो हेलो, अनि पैसा कति दिने? अब पैसा त हेर भाइ, अब पछि बिहा र दुध कति दिन्छ त्यही अनुसार गर्नुपर्छ, कहाँ त्यसरी हुन्छ? ए बुढो के भने? अनि अब भर्खर राख्ला भैँसीलाई दुध कति दिन्छ थाहा नपाइकन त्यतिकै पैसा दिन्छु त म? खालि भैँसी भैँसी भैँसी, त भैँसीसँग बस, भैँसीलाई काममा राख। गएको म राख्दिनँ म मेरो बुढीलाई। होइन कस्ता कस्ता मान्छे हुन्छ हौ भैँसी।